नमस्ते नमस्कार जोजोलावासी विरत्नबाट सुरुबाट आज चाहिँ हामी बाहिर आएका छौँ। आज चाहिँ हामी पाटन दरबार स्क्वायरबाट 300 मिटर उत्तरमा रहेको सत्यनारायण मन्दिरमा आएका छौँ। यो मन्दिर चाहिँ द्वितल्ले छ र एकदमै राम्रो चाहिँ बनाएको छ। यो मन्दिरलाई चाहिँ श्रीनिवास मल्ल र कृतिलास्ती बाडेले बनाउनु भएको हो र यसमा भएको हरेक चुडालले आफ्नै एउटा कहानी बताइरहेको हुन्छ र यसमा एकदमै डिटेल बुट्टाहरू पनि हजुरले देख्न सक्नुहुन्छ। भने यसमा रहेको मूर्ति पनि एकदमै राम्रो खालको छ। त्यस्तै नै राम्रो खालको मूर्ति आज हामीले पनि ल्याएका छौँ। यो चाहिँ नेपाली हाम्रो 7 इन्चीको मूर्ति भयो। यसमा चाहिँ हजुरहरूले एकदम डिटेल कोरेको बुट्टा पाउन सक्नुहुन्छ र यहाँको मूर्ति चाहिँ एकदमै राम्रो पनि छ। यो त्यसमा चाहिँ हजुरले माथि नागले चाहिँ यसलाई त्यो गरेको पाउन सक्नुहुन्छ। भने यता लेफ्ट र राइट साइडमा चाहिँ गदा र यसको एउटा अस्त्र चाहिँ छ भने यता मुनि उहाँले फुल समात्नु भएको छ र शङ्ख पनि समात्नु भएको छ। त्यो चाहिँ 2 महिना लगाएर बनाएको एकदमै नेपाली एकदमै डिटेलमा मूर्ति भयो। यसमा चाहिँ हाम्रो यसमा पनि एकदमै डिटेल बुट्टा छ। यो हाम्रो के भन्छ टाउकोमा लगाउने मुकुटदेखि लिएर उहाँको फेसदेखि लिएर सबै कुराहरू लुगाहरू र मालाहरू र यो स्ट्यान्डहरूमा पनि एकदम डिटेल बुट्टा चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो परम्परागत हाम्रो नेवारी र नेपाली शैलीमा बनाएको के अरे यो नारायणको मूर्ति चाहिँ भयो। यसको अगाडि चाहिँ गरुड पनि देख्न सक्नुहुन्छ। हाम्रो यता पनि गरुड अगाडि नै छ। त्यस्तै नै उहाँको गरुडको नारायणको बाण गरुड चाहिँ हामीले यहाँ देख्न सक्नुहुन्छ। त्यसैले चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।